सबैजनालाई चुलो निम्तो ओके हाम्रो भाइरल उहाँलाई चाहिँ प्रायः तपाईँहरूले सबैले चिन्नु नै हुन्छ होला पोर्टको सेकुवावाला हेन्सन हुन्छ सो उहाँले पनि अरू म एकछिनमा देखाउँछु भिडियोमा आउनु मान्नुहुन्छ कि मान्नुहुन्छ त्यो चाहिँ थाहा छैन एक्चुअली म पर्मिसन लिएर मात्रै भिडियो बनाउँछु वेलकम ब्याक टु माई युट्युब च्यानल है तपाईँहरू सञ्चारमा हुनुहुन्छ होला अनि म पनि सञ्चारमा हुन्छु अनि आफ्टर लङ टाइम होइन धेरै पछि भिडियो बनाउनु लागेको सो अनि भिडियो बनाउनुको रिजन पनि यस्तो छ हाम्रो दाइहरूसँग अनि टक्क घुम्न आएको सो गाइस हामी चाहिँ अनि आज चाहिँ सडनली गयो कि त्यसैले पनि सबै इन्फर्मेसन तपाईँहरूलाई दिन सकिनँ त्यसको लागि पहिला नै माफ माग्छु सो हामी चाहिँ ठ्याक्कै पूर्वेली सेकुवा कर्नल हाम्रो भाइरल पोर्क दाई भनेर चिनिन्छ खासमा सबैले चिन्यो भनेको त्यो नामले हो होइन अनि हामी चाहिँ त्यो ठाउँमा गएको थियौँ एकदम उहाँ चाहिँ एकदम मनको सफा होइन क्लियर के जस हुन्छ नि त अब कुनैले त भिडियो खिच्न नदिने होइन फोटोसोटो खिच्न नमान्ने त्यस्तै टाइपको हुन्छ नि त उहाँ चाहिँ एकदम सपोर्टरवाला हुनुहुँदो रहेछ अहिले तपाईँहरूले भिडियोमा हेर्दै गएपछि थाहा पाउनु हुने रहेछ सो अनि हामी त्यहाँ गएको थियौँ अनि त्यहाँनिरको एकदम वातावरणदेखि भएर हाम्रो सबै नै एकदमै मन पर्यो अनि गएर रमाइलो पनि गऱ्यौँ त्यो दाइसँग पनि केही कुराहरू गरेको छौँ सो तपाईँहरूले सबै हेर्न सक्नुहुन्छ भिडियो चाहिँ डिटेलीमा हल्का छैन किनकि हाम्रो प्लान थिएन नि त त्यहाँ जाने भन्ने थिएन त्यसैले अनि हल्का फोनमा चार्ज पनि थिएन अनि त्यस्तै समयले पनि साथ दिएन हामी हल्का समय पनि टाइम पनि मिलाएर गएनौँ उहाँको पनि हल्का अब टाइम त्यही त हो नि अब हल्का बिजनेसम्यान भएपछि होइन त्यस्तै बिजनेसम्यानै भनौँ न उहाँको अब त्यत्रो ऊ छ डिटेलमा नभएको कारणले तपाईँहरूलाई म माफ गर्न चाहन्छु किनकि अब त्यो प्लान थिएन समय पनि हामीले मिलाएर गएको थिएनौँ टाइम मिलेन त्यसको लागि माफी माग्छु सो अब यसपछिको भिडियोहरू तपाईँहरू आफै हेरिदिएर इन्जोय गरिदिनु होला पोर्टको सेकुवावाला हेन्सन हुन्छ सो उहाँले पनि अरू म एकछिनमा देखाउँछु भिडियोमा आउनु मान्नुहुन्छ कि मान्नुहुन्छ त्यो चाहिँ थाहा छैन एक्चुअली म पर्मिसन लिएर मात्रै भिडियो बनाउँछु सो अब हामी खाने स्टार्ट गर्छौँ यहाँ मुखबाट क्या ठ्याक्क पानी लिएर गर्दैन आएन चाहिँ खाउको लगाइरहेको दोहरूसँग सो अब सुरु गरिदिउँ है त अब हामी खाना सुरु गरिसकेको छ होइन खामै अब एकचोटि एउटा टेस्ट गरेर पनि बस्नु हुँदो रहेछ चस गरौँ न ल एकछिन बस्नु है त ल सबजनाले एकचोटि चस गरेर हान्नु नि त फर्स्टलाई किन बाबा छ कस्तो छ तपाईँहरू सबजना भन्नु त्यसको टेस्ट जस तपाईँहरू पनि आएर भिजिट गर्न सक्नुहुन्छ होइन एकदमै बबालै रहेछ सो मैले पोर्कको मासु खाना छाडेको थिएँ अब यो देखिपछि कहाँनिर मुखबाट पानी आउँदो रहेछ त्यसरी मैले फेरि खाना स्टार्ट गरिदिएको सो बबाल छ अब भिडियो बनाउनु खोज्यो भने सबैले खाएर सकेन त त्यसरी म तपाईँहरू खाइसकेपछि मात्रै भेट्छ A few moments later. सो अब खाइवरी पनि हिँड्न थालेको खाइसक्यो हाम्रो चाहिँ फाइनली लास्ट नि टेस्टी चाहिँ टेस्टी बबालै हुने रहेछ त्यो हामीले पकाएर खाँदैन नि त्यो बानी गर्दा चाहिँ हामीलाई मन नपरेको रहेछ तर यसरी खायो भने त कस्तो जसले पनि खाइदिन्छ कि बबाल हुने रहेछ सो अब हिँड्न लागेको हामी अब तल त्यो हाम्रो भाइरल पोर्कवाला दाइले अब भिडियो बनाउनु चाहिँ मान्नुहुन्छ कि हुन्न त्यो एकचोटि भिडियोमा देखाउन पाएँ अब तपाईँहरूलाई पनि चिन्नुहुन्थ्यो जेस गर अब के हुन्छ हेरौँ न सो हिँड्यो अब
यही हो हाम्रो यो माथिल्लोमा चाहिँ बसेर खाने रहेछ यो सबै पोल सबै खेल्दो रहेछ त्यो दाइले चाहिँ अब मान्छु ओके हाम्रो भाइरल उहाँलाई चाहिँ प्रायः तपाईँहरूले सबैले चिन्नु नै हुन्छ होला तपाईँहरूले चिन्नुहुन्छ भने कमेन्ट गरिदिनुहोस् अनि उहाँको ठाउँमा चाहिँ भिजिट गरिदिनु कस्तो लास्टै नै टेस्टिभलहरू बबालाई पाउनु रहेछ त्यो चाहिँ के भनिदिनु चाहनुहुन्छ मेरो ब्लगमा सब हामी फोटोसोटो खिच्छ मान्नु चाहिँ मान्नुहुन्न होइन अब निस्किदिएको धेरै बसेर पनि काम छैन नि त हाम्रो चाहिँ अनि यही हो पसल चाहिँ देख्दा चाहिँ सानो छ तर भित्र त एकदमै बबाल नै छ पूर्वेली के हो सेकुवा मलाई त इङ्ग्लिस पढाएन ल अब हिँडेको हाम्रो त्यहाँनिर छ गाडी पार्किङ गाडी एउटा चाहिँ के प्रब्लम आयो भन्दाखेरि हाम्रो चाहिँ चार्ज चाहिँ रुममा हुँदाखेरि चलाएर बस्यो 24 घन्टा त्यही त हो नि हिँड्ने भन्ने हाम्रो प्लानै थिएन कि अनि त्यसरी अनि चार्ज नै भएन त्यहाँनिर एकछिन हाल्यो त्यसरी अब 18-19% कति छ अब एकैचोटि त्यही हो रुममा गएर भेटिन्छ होला दाइले यहाँ कार ल्याउँदै हुनुहुन्छ उताबाट हाम्रो उहाँलाई चाहिँ हल्का खुसी देख्दैन किनलाई हो दाइ लानुभएको छ त्यहाँबाट फाइनली मैले ट्विटरमा चाहिँ उहाँलाई देखिरहेको थिएँ क्या सानो देखिरहेको थिएँ अनि त्यही त हो नि एउटा एकचोटि भिजिट गर्न चाहिँ मन थियो अनि हाम्रो रुमबाट चाहिँ धेरै टाढा पनि छैन रहेछ क्या अनि अर्को पनि केही काम थियो त्यसरी अनि आइयो भिजिट गऱ्यो उहाँ पनि एकदम हँसिलो टाइपै हुनुहुँदो रहेछ उहाँको फोनबाट पनि उहाँ आफैले नाम मेरो सर्च गरेर सब्सक्राइब पनि हान्नुभयो त्यही हो सपोर्ट गरिदिनु हुँदो रहेछ जस खुसियाली बाहिर निस्किँदै हुनुहुन्छ हाँसिलो टाइपको हुनुहुँदो रहेछ गाडी फर्काउँदै हुनुहुन्छ गाडी आउँदै हुनुहुन्छ अब रुममै गएर भेटिन्छ होला सायद अब चार्ज पनि सक्यो मेन चाहिँ चार्जले डिस्टर्ब गऱ्यो क्या आउने भन्ने थाहै थिएन नि त अनि त्यसरी चार्ज पनि हाल्दैन भगवान् पनि त्यस्तो सोच थिएन नि त मेरो धेरै भयो त्यो अब भिडियो पनि नबनाएको अनि एक्कासी अब के बनाउनु भन्ने थियो क्यामेरा पनि बिग्रिरहेको छ नि त मेरो अनि फ्रन्ट क्यामेरा बिग्रिरहेको छ त्यसैले बनाउनु नपाएको अब दाइ पनि आउनुभयो अब छिटै रुममा पुग्नेछ हिँड्यो हेलो दाइ हाम्रो दाइलाई चाहिँ एउटा के छ भन्दाखेरि लागेसन आउँदैछ एउटा दाइसँग छुट्टै भिडियो आउनेछ होइन त्यो चाहिँ हल्का अब अर्कै टाइपको आउनेछ छुट्टै हाम्रो सेकुवा यहीँ हो हामीले चाहिँ त्यहाँ बसेर खाएको थियो अब हिँड्यो अब साह्रो आउने भने सोच्नै थिएन त्यसैले चासो पनि हाल्न पाएन भिडियो पनि खासै राम्रो नहोला सायद नत्र स्टार्टिङ रुम देखेर आउँदाखेरिकै भिडियो बनाउने सोच थियो अब आउनै पाएँ अब त्यही हो चार्ज सक्थ्यो त्यसैले अब आउने सोच्नै थिएन हिँड्ने तर अब 5-10 मिनटमा अब पुगिन्छ रुममा चार्ज हालिन्छ अनि त्यसपछि अब भोलि गाउँ पनि जाँदैछु नि त म अनि गाउँमा गएको पनि सायद भिडियो बनाउँछु होला मेरो ब्याट्री नै टिक्दैन कि हल्का म अब पुरानो हुँदै गएछु क्या त्यसैले ब्याट्री साथी पनि टिकेको छैन त्यही हो गाह्रो छ अब नयाँ फोन चाहिँ किन्दैछु त्यसपछि अनि हाम्रो युट्युब जोर्नीतिर फेरि म फर्किँदैछु अब बिस्तारै बिस्तारै फेरि अब म युट्युबतिर फर्किँदैछु त्यो तपाईँहरूले साथ सपोर्ट चाहिँ गरिदिनु होला त्यही हो है यस्तो दुःखले बनाएको छु भिडियो A few moments later. Finally आइपुग्यो अब रुमको छेउमा आइपुग्यो अब जाने हो ल ल दाइ अब पछि पनि फेरि भेट्दै गरौँला दाइ लक खोलिदिनुहोस् न खोलिँदैन त लगै खोल्दैन त्यहाँ हातले खोल्न ल दाइ बिस्तारै जानु पछि भेट्दै गरौँला आइपुग्यो रुममा त्यसैले
जोड्ने अनि भिडियो चाहिँ त्यति धेरै लामो आएन अब त्यही हो चार्ज नै सक्यो क्या फोनमा त्यसैले भिडियो त्यति लामो आएन सो अब यसलाई नै हल्का माया देखाइदिनु होला अब मैले फेरि युट्युब जोड्नेमा फेरि मैले अब कमब्याक हानिसकेको छु सबैजना सपोर्ट गरिदिनुहोस् यस्तो यस्तो भिडियो ल्याउँदै गर्नेछु होइन अनि हाम्रो यहाँ 2PM च्यानलवाला अङ्कल असले यही हो अस्ति नै हाम्रो 2PM च्यानल चाहिँ यहीँबाट गरेको थियौँ नि त तपाईँहरूले पनि थाहा होला थाहा छैन भने गरेर हेर्नु होला सो त्यही अब रुममा गएर भेटिन्छ मोबाइलमा फर्स्टमा चाहिँ चार्ज हालिन्छ त्यसपछि अब एडिट सिडिट गरेर बेलुकासम्म हाल्छु होला सायद तपाईँ नेटले के गर्छ भनौँ न घरमा हुँदाखेरि त 2-4 दिन लाग्थ्यो एउटा भिडियो जानलाई नै नेटै नचल्ने कि नेटै अब खोइ के चल्न त चल्ने तर अपलोडै हुँदै नहुने गयो थियो अब यहाँको वाइफाई त अब ठुलैवाला हो त्यसैले होला कि भन्ने अब आश बेलुकासम्म आउँछ भिडियो सो टिकटकतिर पनि माया गरिदिनु होला मैले टिकटकमा पनि यसो मेरो भ्लगिङको अपडेटहरू दिइरहेको हुन्छु त्यसैले टिकटकमा पनि दिपक घतानी नै छ मेरो गएर फलो गर्नु होला सो त्यही हो सो आजको हाम्रो जर्नी होइन अब हाम्रो घुमघाम भने पनि आजको हाम्रो सानो अब भाइरल दाइसँगको मिटअप अब त्यस्तै भनौँ होइन यही हो हाम्रो भिडियो हल्का डिटेल्ली छैन तपाईँहरूले हेरेर थाहा पाउनु भयो होला पक्कै पनि अब किन कस्तो मैले अघि पनि भनिसकेको छु तपाईँहरूलाई होइन तपाईँहरूले बुझ्नुभयो होला सायद यदि बुझ्नु भएको छ भने त्यही हो मेरो मोबाइलमा चार्जको प्रब्लमले गर्दा मैले पुरै भिडियो बनाउन सकिनँ यदि मैले घुम्न जाने हाम्रो अघिदेखि नै प्लान भएको भए मैले अब घरदेखि अब चार्ज हालेर राखिन्थ्यो नि त अनि घरदेखिको अब जर्नी स्टार्ट टक्क भिडियोमा कैद हुन्थ्यो अब त्यो प्लान हामीसँग थिएन र हजुरहरूले यस्तै यस्तै भिडियो हेर्नको लागि प्लिज सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला माया देखाइदिनु होला अनि पुरानो हुनुहुन्छ भने त लाइक कमेन्टहरू सबै हानिदिनु होला